दुख्लाको वेदर एकदमै नराम्रो भएको हुनाले यदि दिन आउँदैछ है अब जति मङ्गलतिर भए पनि जानु त पऱ्यो हेर्नुहोस् वेदर एकदमै नराम्रो छ है क्लाउडी छ अनि सबैजना अब हेलीमा जाने भनेपछि हेलीको डिमान्ड धेरै बढेको छ यो माथिबाट कम्तीतिर जाँदैछौँ है उन्देनबाट रेस्ट गरेर जग्गा थियो यो त नान्चे होला कति झलक देखाउँदैछु यहाँ टायरको हो है मलाई सानो क्लिप देखाउँदैछु म अनि मेरो साथी अब बाई बाई गरेर गेममा जाँदैछ कति खुसी साथीहरू पनि जान पाउँदा साह्रै गाह्रो छ नि यदिमा भनेको जति पैसा दिँदा पनि नउलाउने है तपाईँ अब गाह्रो छ नि सुक्सेन भन्ने हामी 3 घन्टा वेट गरेर बल्ल एउटा सिट पाएर मेरो साथीलाई काठमाडौँ आउँदैछ गाह्रो चाहिँ गाह्रै छ साथीहरू त्यति सजिलो चाहिँ छैन माउन्टेन हुन्छ है त्यति सजिलो छैन धुप्लामा अलिक गाह्रो त गाह्रै छ धुप्लाको लागि लाइट हुँदैन भनेर बेलामा वेदर आउनु नभएपछि के गर्नु है यस्तै हो के गर्नु र पनि अब हामी ट्रेकिङ गर्नेहरूले अब ट्रेकिङ त गर्नै पर्छ त्यो गाह्रो छ यस्तै हो र पनि अब हामी सन्तुष्टि गर्नुपर्छ साथी बिदाईको हातमा बाँध्दै हुन्छ जान लाग्यो है अब फाइनली अब हेरी उड्न लाग्यो काठमाडौँ लागि धेरै रेस्ट त साथीहरू म साथले बाई बाई गरेर बिदा गरेर भएर हेरी उड्यो बाई